नमस्कार। नेपाल क्रिकेट संघ मतलब केनले 2026 को लागि आफ्नो पूरा क्यालेन्डर सार्वजनिक गरेको छ र यो हेर्दाखेरि यो कुनै सामान्य तालिका जस्तो लाग्दैन। यो त नेपाली क्रिकेटको भविष्यको लागि एउटा ठूलै महत्त्वकांक्षी रोडम्याप जस्तो देखिन्छ। ल आउनुहोस् हामी सबै मिलेर यो योजनाभित्र के लुकेको छ केलाएर हेरौँ। त्यसो भए एउटा मुख्य प्रश्न उठ्छ, आखिर 2026 को क्यालेन्डरमा त्यस्तो के छ जसले यसलाई नेपाली क्रिकेटका लागि गेम चेन्जर नै बनाउन सक्छ? यो केवल खेलहरूको सूची मात्रै होइन, यो त एउटा सोचेर सम्झेर बनाइएको रणनीति हो। यसले हाम्रो क्रिकेटलाई कुन दिशामा लैजान खोज्दैछ? ल अब यसैको गहिराईमा पुगौँ। सबैभन्दा पहिले कुरा गरौँ अन्तर्राष्ट्रिय मञ्चको। आखिर हाम्रा राष्ट्रिय टोलीहरूले कहाँ कोसँग खेल्दैछन् त? र सबैभन्दा ठूलो लक्ष्य त्यो हो आइसिसी पुरुष टी20 विश्वकप। फेब्रुअरीमा भारत र श्रीलङ्कामा हुने यो प्रतियोगिता नै 2026 को मुख्य आकर्षण हो। भन्नुपर्दा वर्षभरिको हरेक तयारी, हरेक योजना यही एउटा सपना साकार पार्नका लागि केन्द्रित छ। अब पुरुष टोलीको तालिका हेरौँ। विश्वकप त छँदैछ, तर त्यसबाहेक पनि एकदमै व्यस्त तालिका छ। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने नि मार्च र मे महिनामा हुने क्रिकेट विश्वकप लिग 2 का खेलहरू, त्यो पनि आफ्नै घरेलु मैदानमा। सोच्नुस् त, ओमान, युएई, अमेरिका र स्कटल्यान्ड जस्ता बलिया टोलीहरू नेपाल आउँदैछन्। घरेलु दर्शकको त्यो माहौल, त्यो समर्थनले त पक्कै पनि ठूलो फरक पार्छ। अनि अर्को राम्रो कुरा के छ भने नेपाल ए टोलीको लागि पनि सिरिज प्रस्ताव गरिएको छ, जसले गर्दा नयाँ खेलाडीहरूले मौका पाउँछन् र तयार हुन सक्छन्। यो वर्ष महिला र युवा क्रिकेटका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। र सबैभन्दा ठूलो खबर के हो थाहा छ? नेपालले जनवरीमा महिला टी20 विश्वकप छनौट आफै आयोजना गर्दैछ। यो निकै ठूलो अवसर हो, साँच्चै। यसका साथै हाम्रो महिला टोलीले बेलायत भ्रमण गर्नेछ र U19 टोलीले भुटान र मलेसियामा खेलेर अन्तर्राष्ट्रिय अनुभव बटुल्नेछन्। ल अब अन्तर्राष्ट्रियबाट फर्कौँ घरेलु क्रिकेटतिर। यो घरेलु क्रिकेटको रणभूमि, किनकि अन्तर्राष्ट्रिय सफलताको जग त यहीँ बस्छ, हैन र? नयाँ नायकहरू यहीँबाट जन्मन्छन्। घरेलु क्रिकेटको मुटु भनेकै प्रधानमन्त्री कप हो र यसको यात्रा कति विशाल छ एकपटक हेरौँ त। जनवरीमा जिल्लाको धुलाम्मे मैदानबाट सुरु भएर प्रदेशको कडा प्रतिस्पर्धा हुँदै अप्रेलमा राष्ट्रिय उपाधिका लागि भिडन्त हो। यही संरचनाले हो देशभरिका प्रतिभाहरूलाई खोजेर बाहिर निकाल्ने। प्रधानमन्त्री कप मात्रै होइन, घरेलु क्यालेन्डर त पुरै भरिभर आउँछ र सबैको नजर पक्कै पनि अक्टोबर-नोभेम्बरमा हुने नेपाल प्रिमियर लिग अर्थात् एनपिएलमा हुनेछ। त्यसबाहेक महिला पीएम कप, जय ट्रफी र राष्ट्रिय टी20 च्याम्पियनशिप जस्ता प्रतियोगिताहरूले वर्षभरि नै क्रिकेटको माहौललाई तताइराख्नेछन्। अब कुरा गरौँ भविष्यका खेलाडीहरूको खोजीबारे। आजका स्टार त छन्, तर भोलिको लागि को त? क्यालेन्डरको यो हिस्साले सायद यही प्रश्नको जवाफ खोज्दैछ। यहाँ युवा क्रिकेटरहरूको लागि एउटा स्पष्ट पाइपलाइन जस्तै देखिन्छ। विद्यालय क्रिकेटबाट सुरु गर्ने, त्यसपछि U19 राष्ट्रिय प्रतियोगिता खेल्ने अनि क्यानको विशेष युथ क्याम्पसम्म पुग्ने। यो एउटा यस्तो बाटो हो जसले कलिला प्रतिभाहरूलाई सुरुदेखि नै सही दिशा दिने लक्ष्य राखेको देखिन्छ। र यो रणनीति कुनै अनुमान मात्र होइन। क्यानको आधिकारिक भनाइले नै यसलाई पुष्टि गर्छ। उनीहरू भन्छन् यो वार्षिक क्यालेन्डरले खेलाडी उत्पादन, महिला तथा युवा क्रिकेटको विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। मतलब यसको मूल उद्देश्य नै यही हो। अब लागौँ चौथो खण्डतिर, क्रिकेट विकासका आधारस्तम्भ। किनभने सफल क्रिकेट खेलाडीले मात्र हुँदैन, एउटा बलियो इकोसिस्टमले बन्छ। हेरौँ क्यालेन्डरले यसमा कतिको ध्यान दिएको छ। खेलाडी मात्र होइन, प्रशिक्षक विकासको लागि पनि एउटा व्यवस्थित यात्रा तय गरिएको छ। जुन महिनामा 7 प्रदेशमा लेभल 1 को कोर्स हुनेछ, जसको मतलब हो देशको कुना काप्चामा राम्रो कोचिङको पहुँच पुग्ने सम्भावना। त्यसपछि जुलाईमा हुने लेभल 2 कोर्सले उत्कृष्ट प्रशिक्षकहरूलाई अझै अब्बल बनाउन मद्दत गर्नेछ। खेल त मैदानभित्र हुन्छ, तर त्यसको तयारी मैदान बाहिरबाटै सुरु हुन्छ। त्यसैले पिच क्युरेटर र अम्पायरहरूका लागि पनि विशेष कोर्सहरू राखिएको छ। यसले के देखाउँछ भने क्यानले क्रिकेटको हरेक सानो ठूलो पक्षलाई बलियो बनाउन खोजिरहेको छ। त्यसो भए यो सबैको सार के हो त? यो क्यालेन्डरले एकैपटक दुईवटा निशाना लगाएको देखिन्छ। एउटा हो तत्काल सफलता, जस्तै विश्वकपमा राम्रो प्रदर्शन गर्ने, र अर्को हो दीर्घकालीन विकास, जसले आउने वर्षौंसम्म नेपाली क्रिकेटको जगलाई बलियो बनाउनेछ।
तत्कालको जित र भविष्यको सुनिश्चितता बीचको यही सन्तुलन, सायद यही नै यो योजनाको सबैभन्दा शक्तिशाली पक्ष हो। ल अब अन्त्यमा फेरि त्यही सुरुको प्रश्नमा फर्कौँ है त। के यो यति ठूलो, यति महत्वाकांक्षी क्यालेन्डरले साँच्चै नेपाली क्रिकेटलाई एउटा नयाँ उचाइमा पुर्याउन सक्ला त? हेर्नुस्, कागजमा त योजना एकदमै राम्रो छ, उत्कृष्ट नै भनौँ, तर असल चुनौती भनेको यसलाई जसरी लेखिएको छ त्यसरी नै लागू गर्नु हो। कार्यान्वयन नै सबैभन्दा ठूलो कुरा हो। र यदि साँच्चै यो योजना सफल भयो भने 2026 नेपाली क्रिकेटको इतिहासमा एउटा सुनौलो अध्याय बन्नेमा कुनै शङ्का छैन।